आजको कामबाट चाहिँ अब आज चाहिँ छिटै छुट्टी भयो। अब हिजो राति गएको थिएँ ढेकियाजुली 11:30 बजे पुगेको थियो होला। बिहान 4:30 बजे स्टार्ट भएको थियो र यहाँ आइपुग्दाखेरि मेरो करिबन 4 बजेको थियो र यहाँ बित्तिकै फेरि काम सुरु गरेँ पाइलिङ। यो हुँदैछ मेरो पाइलिङ कास्टिङ। यो दिउँसोकै हो, यो करिबन 4:30 बजेको भिडियो हो यो र यो चाहिँ फास्ट बेस थियो मेरो। र म चाहिँ अहिले तेजपुर डिपुटा साइडमा, हामीहरूको न्यू साइट हो, यहाँ पाइलिङ हुँदैछ। मोटामोटी हामीहरूको आज 13-14वटा पाइल भए, अझै 13-14वटा बाँकी छन्। अब नि कति मजाले आज चाहिँ गाडी जग्गामै लाग्यो, हिजो अस्ति लागेको थिएन। अब नाउरा थुर्दी हुन्थ्यो, आज चाहिँ काम गर्न राम्रो लाग्यो कि गाडी जग्गामा पुग्यो। अब किनकि यता छेउमा आइपुग्यो चाहिँ, त्यसैले गर्दाखेरि। र आज चाहिँ छिटै छुट्टी भयो। अब जान्छु रुममा। हाम्रो पाइलिङ खत्तम भयो अरे, पाइलिङ गाडी पनि अगाडि निकाल्यो। अब भोलिको लागि पोइन्टको मिलाउन नेक्स्ट लाइनमा माने लाउन लागि गाडी अगाडि बढाइरहेछ। अब छ भोलिको काम मेरो। आजको यति नै भिडियो। बाई बाई।